Hello everyone, namaste, what's up? I hope everyone is doing good. So today also I'm back with another new reaction video. So आज चाहिँ मैले उनको स्वेटरको चाहिँ चाहिने जो जिन्दगानीमा भन्ने सङमा चाहिँ रियाक्ट गर्न गइरहेको छु हैन। यसमा चाहिँ सिंगरहरु हुनुहुन्छ सुजन चापागाई अनि सलिना बिके। सो यो चाहिँ रिसेन्टली रिलिज भएको सङ हो हैन। सो लेट्स सी सङ कस्तो छ हैन। सो या लेट्स वाच द भिडियो। छम्मै जल पानीमा आँखा पर्यो नानीमा राम्रै तिमी कस्तो राम्रो डान्स स्टेप के हैन। त्यो एक्सप्रेसन अनि त्यसपछि प्लस त्यो डान्स स्टेप कोरियोग्राफी चाहिँ पारसको नै हो जस्तो लाग्यो। शीतल तिमी जुन झै छम्मै जल पानीमा आँखा पर्यो नानीमा राम्रै तिमी फुल झै शीतल तिमी जुन झै उजेली छौ सुन भन्दा के चाहियो र यो भन्दा चाहिने जो जिन्दगानीमा चाहिने जो जिन्दगानीमा चाहिने जो जिन्दगानीमा चाहिने जो जिन्दगानीमा खुकुरीलाई पितल छापा हाँसियालाई बाला कति हेर्छ्यौदाइने देब्रे जवन होली जाला जवन होली जाला मेरै घरको दैलो ठुलो आँगन चरै कुने न बिजुली न त पानस तिमी भए हुने तिमी भए हुने ए राम्री रहेछौ फुल भन्दा के चाहियो र यो भन्दा। मलाई चाहिँ उहाँहरुको त्यो एक्सप्रेसन अनि त्यो डान्स स्टेप हेरिसकेपछि चाहिँ दिलीप रायमाझी अनि निरुता सिंहको चाहिँ एकदमै याद आयो क्या। पुरानो मुभीहरुमा उहाँहरुको एक्सप्रेसन अनि डान्स पनि यतिकै इनर्जेटिक हुन्थ्यो के। सो मलाई चाहिँ जुनियर दिलीप रायमाझी अनि त्यसपछि निरुता सिंह जस्तै लाग्यो। चाहिने जो जिन्दगानीमा चाहिने जो जिन्दगानीमा चाहिने जो जिन्दगानीमा चाहिने जो जिन्दगानीमा चाहिने
डम्बरेलले टिट्टु दिलीप राईलाई जति दखल दियो त नाउ आई नो इट उहाँहरुको चाहिँ एक्सप्रेसन अनि त्यो डान्स हैन त्यो इनर्जी एभ्रिथिङ चाहिँ कस्तो दिलीप राईमा सँग चाहिँ एकदमै म्याच भइरहेको थियो सो मैले त्यही नै भनिरहेको थिएँ हैन सो मुभीमा नै उहाँहरुलाई ट्रिब्युट दिएको जस्तो लाग्यो त्यही भएर चाहिँ त्यो लेभलको चाहिँ म्याच भएको रहेछ जस्तो लाग्यो हैन सो इट वाज रियली नाइस सङ अनि बस सङ मात्र नभएर त्यसको कोरियोग्राफी हैन एभ्रिथिङ वाज सो गुड मलाई जेन्युइनली एकदमै धेरै मन पर्यो हैन सो हजुरहरुलाई चाहिँ कस्तो लाग्यो भिडियो प्लिज मन पर्यो भने लाइक कमेन्ट अनि न्यू हुनुहुन्छ भने सब्स्क्राइब पनि गर्न नबिर्सिनु होला थ्यांक यू सो मच फर वाचिङ बाइ बाइ